ल टोलीहरू रेस्ट गर्दै हिँडौँ। यात्रा लामो छ, हतार गर्नु हुँदैन, अहिले साह्रो परिन्छ। हामी चाहिँ अब यो डाँडापारी हिँडेर जानुपर्ने छ र यो डाँडा पछाडि चाहिँ हामी चुली पोखरी पुग्छौँ। तो अब यार शुरू करते हैं बिना किसी बकचोदी के। फेरि पनि स्वागत छ तपाईँहरू सबैजनालाई हाम्रो ज्ञान राई भ्लग्समा। र हामी अब मामलाबाट हामी हाइकिङ जान लागेको छौँ। र हामी यहाँ सबैजना रेडी भइरहेको छौँ अब जानको लागि। एभ्रीवान रेडी? ल एकदम यो सिक्रेटमा गरिदिएको मैले चाहिँ। ल अब हिँड्नु हामी यताबाट। एकछिन कुखुरा टेक्छ नि फेरि। कुखुरा मर्यो भने यसलाई ल हामी जाँदैछौँ। हामी चाहिँ हिँडिँदैछ चुली पोखरीतिर। भिडियो गर न, म भरे भिडियो बनाएर हाल्छु। तिमी नुन थप्दै खान्छौ? कपाल फुलिरहेको छ। मेरो पनि फुलिरहेको छ क्या। मैले थपेर खान्छु बुनु। थपेर खाँदा फुल्छ। मैले विचार गरेको कि मेरो म थपेर खान्छु कि। यताको भ्यू चाहिँ देखाउनु। हामी चाहिँ यतिजना छौँ। हामी हिँड्दैछौँ। 10 जना हो र। धेरै 2 4 6 8 10 म सहित 10 जना हिँडिरहेको छौँ। हामी चाहिँ सक्तेन चोक आइसकेको छौँ र हामी चाहिँ अब यहाँदेखि सिधा चुली पोखरी जानेछौँ। र चुली पोखरी चाहिँ हाम्रो रहेको छ 4 किलोमिटर। 4 किलोमिटर यस्तो सबै जोसवाला छ, सबैजना एकैछिनमा पुगिहालिन्छ। चीटिंग करता है तू, चीटिंग करता है तू। 4 किलोमिटर मजाले हिँडिहालिन्छ। यस्तै छ। यो चाहिँ फेदापे खोला। माथिल्लो गाउँ चाहिँ जाते खुला। क्या बोले भाई? अब क्या बोले? वो नाइस भ्यू। यस्तो नाथे खोला त म एकैछिन यसै तर्दिहाल्छु। हामी चाहिँ अब यो डाँडापारी हिँडेर जानुपर्ने छ। बाप को भेज, तेरे बस की बात नहीं। यो डाँडा पछाडि चाहिँ हामी चुली पोखरी पुग्छौँ। यस्तै छ भ्यूहरू, एकदम राम्रो छ हो। कस्तो भइरहेछ राई? कस्तो भन्नु, ठिकै। पुगेपछि थाहा हुन्छ। मोरङ जिल्ला पर्दैन कि कुन पर्छ? मोरङै हो, मिक्लाजोङ वार्ड नम्बर 2। नेपाल मगर सङ्घ छ त यहाँ त, धार्मिक वन। दामी छ है भ्यू चाहिँ। तपाईँहरू पनि यसो आफ्नो साथीभाइ परिवार यहाँ कोहीसँग हाइकिङ गर्न चुलपोखरी आउनु हुँदैछ भने एकदम रमाइलो छ। अलिकति हिँड्नु चाहिँ कठिनाइ पर्न सक्छ तर एकदम दामी छ। बाटो चाहिँ यस्तै छ र यस्तैको बाटो भयो भने चाहिँ हामी मजाले जान सक्छौँ। गइरहेको छौँ पनि। गाडीहरू कुद्दै रहेछ कि गलियो जानु कति दि? पसिना भइसक्यो।
कस्तो भइरहेको छ भेना? रमाइलो छ सबैजनासँग हेर्नु पाउँदा भिजिट गर्नु पाउँदै नगएको ठाउँमा जाँदै गरौँ। अन्याय भयो तिमीलाई चाहिँ एकदम मैले नि बोकेको छु नि यहाँ भित्र भित्र नआउनु त्यसमा केही छैन, त्यसमा हल्का हल्का कुरा। साल कस्तो भइरहेछ त? दामी यो अब दिदी भाइरल। पछाडि चाहिँ अलिकति गलेको अवस्था जस्तो छ। मोटिभेट गराउँदै हुन्छ। ल छिटो आऊ, यस्तो बाटो छ दिदीहरू। इजी 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 छ एकदम। म त कुदिन्छु पो ताल पर भने। हाम्रो टिमहरू कोही अगाडि हुनुहुन्छ कोही पछाडि हल्का गलेको अवस्था। यस्तो भिड हुँदै हामी अब यो उकालो सुरु भयो। अब यो भिडबाट हामी माथि टुप्पोबाट पार गर्नुपर्ने हुन्छ। ल जुकाहरू हुन्छ अरे जुकाहरू, जुका लाग्छ अरे। जुका लाग्छ अरे यता लाग्छ अरे। ए सँगसँगै भयो अनि 1300 पो बनाएको छ। ल टोलीहरू रेस्ट गर्दै हिँडौँ, यात्रा लामो छ। हतार गर्नु हुँदैन, अहिले साह्रो परिन्छ। बल यो जोस चाहिँ यतिकै हुनुपर्छ। भरे फर्किँदा नि कहाँ कहाँ गऱ्यो भाइ हामी? कहाँ? चुली पोखरी। रमाइलो हुँदैछ हिँड्नुलाई। ल ठिक छ, यता आउँदो भिड छ। A few moments later. के भयो दुईजना गलेको हौ कुदेर? गले कान्छ? जङ्गलको बाटो हुँदै हामी चाहिँ यात्रा जारी छ। ठिक छ। 45% हिँड्यो अरे, अब 55% बाँकी छ हिँड्नु। खै त आएको जोस त गायब भइसकेछ त नि। ल आउन, आइसक्नु भएछ। सबको हालत पतली भइरहेछ। हेङ्कुपुङ कस्तो भइरहेछ? मजा आइरहेछ? ल दिदी आउनु। अलिक अप्ठ्यारो भयो? कस्तो भइरहेछ दिदी? सुषमा दिदी मर्न आँटे यहाँ। खत्म, बाय बाय, टाटा, गुड बाय, गया। अहिले चाहिँ सबैजना अलिक थकित अवस्थामा भइरहेको छ। जङ्गलै जङ्गल। कति माथि आएको जस्तो लाग्छ। उकालो भयो गल्यो भने के गर्ने? ओ हा ओ हा ओ हा कौन है ये लोग? कहां से आते हैं?
पहिलो यो चाहिँ हाम्रो उकालोमा बाटो काट्ने एउटा फर्मुला थियो। साह्रो रमाइलो भयो, रमाइलो गर्यो। गाह्रो भए पनि जाँदैछौँ, ठिकै छ।